राजनीतिक पहुँचका कारण विष्णुपन्थीको पक्राउ पूर्जी, प्रहरीमा घुमेको घुमै। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुपन्थीलाई मोरङ जिल्ला अदालतले विराटनगरको पल्लवी इलेक्ट्रा प्रालीबाट उधारोमा सामग्री खरिद गरी रकम नतिरेको मुद्दामा 2081 साल जेठ 32 गते पक्राउ पूर्जी जारी गरेको थियो। जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौँ, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रूपन्देही सहित माताहतका सबै प्रहरी युनिटमा पुगेको, तर राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा भने परेका छैनन्। सांसद विष्णु लुम्बिनीमा वैशाख 29 गते आयोजित बुद्ध जयन्तीको कार्यक्रममा आसन ग्रहण समेत गरिरहेका थिए, तर भने प्रहरीको नजरमा परेका थिएनन्। पन्थीका अनुसार आफू विरुद्ध मुद्दा दायर भई फैसला भएको कुरा आइतबार मात्रै थाहा पाएको बताएका थिए। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।